माथि दाइ रुनी भनेको दाइ त्यो रुने केटी चाहियो मलाई चाहियो होइन अब चाहिँ बे हुन्छ जस्तो छ फकाउनु जान्छु है दाइ दिदी म अब पनि जङ्गली जनावरदेखि किस्कन्दी भूत प्रेत आत्मा सबको शिकारमा आइसकेको छु फोर्थ इन्टरटेनमेन्ट हुन्छ नि सुकुरेन दुखेर चाहिँ आए भने गर्छ नि त्यस्तो आवाजहरू आउने सबैजनालाई वेलकम छ फेरि पनि मेरो नयाँ भ्लगमा गाई छ है हामी चाहिँ अहिले लाखुरी भन्ज्याङको टुप्पोमा आइसकेको छु गाई चाहिँ अनि तपाईँहरूलाई यही भ्लग मार्फत चाहिँ हामी अब भनौँ न लोकेसनको भिडियो बेलुकाको गोस्ट हन्टिङ कहाँ हुन्छ कस्तो मसान घाटमा हुन्छ कस्तो जङ्गलमा हुन्छ भन्ने कुराहरू चाहिँ देखाउनु गइरहेको छु हेर्नु होला गाइज अब चाहिँ हामी टुप्पोबाट तल जाँदैछु गाइज है यस्तो छ लेट्स गो दाइहरू बसेर सिन हेर्दैछ भाइब्स दामी छ दाइ भिडियो भन्नाले नि भ्लग स्टार्ट गरे हो कि होइन दाइ भ्लग स्टार्ट पनि गर्नु पऱ्यो नि परेन अनि के त खतरा भ्लगर बन्छु कि भविष्यमा गएर अहिले पो छैन त होइन पछि त खतरा होला कि भन्ने आशहरू छ नि त एमआरबीलाई त फ्लप हान्न सक्दैन दाइ फक भन्न आएछ होइन गाह्रो छ माथि जाने अब दाइ ल लेट्सको अब माथिको लागि जाँदैछु हेर्नु होला के भन्छ अरे दाइलाई पठाऊ भन्छ भने नराखेर दाइ पठाऊ भन्ला कि भनेर नि भरे हो यहाँ रोको त भाइ अलि सकिएन गाह्रो ल लेट्सको अब माथि जाँदैछु हेर्नु होला हामी चाहिँ अहिले चोकमा आइसकेको छु गाई चाहिँ अनि त्यो लोकेसनको भिडियो चाहिँ यताबाट जाने हो गाई चाहिँ यो चाहिँ हो लाखुरी भन्ज्याङको चोक फाइनल्ली हामी चाहिँ माथि आइपुगिसकेको छौँ है अब खाजा अर्डर गर्नु लागिरहेको छौँ यो फुल चाहिँ बबाल लाग्यो क्या ओरिजिनलै त होला नि अनि हेर न माथि वा यस्तो साला माथिपट्टि डाँडामा हेरौँ अब लोकेसन चाहिँ ऊ पर जानुपर्ने हो अब मसान घाटको लोकेसन हेर्न जाँदैछौँ हामी होइन यस्तो छ यसको हाम्रो चाहिँ खाजा आइसकेको छौँ है यस्तो छ ल दाइको चाहिँ चिउरा सुकुटी चौचौहरू छ मस्त भइरहेछ है भाइस पनि बबाल छ रातै रात होइन दाइ चौचौ खाएर कति विनोद चौधरीलाई कति धनी बनाउने अलि अब होइन सुकुटी बेचेर गाउँघरको मान्छेलाई धनी बनाउने हो दाइ अब सुकुटी खाएर त्यही कारणले चाहिँ म सुकुटी खाने क्या विनोद चौधरीलाई नि अहिले त बालेनले तनाव गरिरहेको छ किन दाइ अस्ति अनि यो चौचौमा पनि चाहे धेरै केमिकल के भयो भने त फिर्ता गर्न लाग्थ्यो त त्यो पनि मेन कुरा हो मैले चौचौ करेन्टमा दाइ करेन्टमा चाहिँ हुन्छ वाइवाईमा नि हो वाइवाईको मसलामा त्यो सिसाहरूको टुक्राएको तर रिच हो नि रिच त मैले पराकभरि हुन्छ नि सिसा खान छोड्दैन लाखुरी भन्ज्याङको नयाँ मसान घाट जाँदैछु दाइ दिदी हो यस्तो छ बाटो ल हेर्नु होला माटो पनि जङ्गलको बिचबाट जानुपर्छ दाइ दिदी बबाल छ क्या र नमाथि चितुवा आइदियो भने नि के गर्ने ल अब बेलुका यस्तो जङ्गलको बाटो आउनुपर्छ लास्टै चिप्लो छ क्या यो चाहिँ अनि त्यही भएर चिप्ले यार हैट लास्टै चिप्ले यार ल के गनाएको यार है चितुवा त छैन नि ओहो यहाँ त रुख पनि ढलिएछ रहेछ नि यार यस्तोरी जानुपर्छ ल हेर्नु होला रुखहरू पनि ढलेको रहेछ है दाइ दिदी हो कताबाट हो त यार यो हेर्न बाटो लेट्सको बर्नै परेन अगाडि कि परेन है ओइ माटो नि बाटो त खत्तमै पो रहेछ यार नसक्ने यार माटो नि मसान घाट जाने बाटो यस्तो बिग्रेको छ ल कसरी रुख ढलेछ यार हैट ल बिस्तारै है माटो नि ल यस्तो छ ल चितुवा
चितुवा आयो भने सक्यो रणमती भगवान बचाऊ मसान घाटमा आइसकेको छु ए मातुन के बोल्यो भनेको त यार हट घर पो बोलेको रहेछ मातुन डेन्जर होइन छोड्छे नातिन बोलोस् न त्यो त भूत भयो त समात्नु परेन हट लेट्स गो किस्कन्दी कहाँ छौ तिमी म आइसकेको छु कहाँ छौ तिमी रणमती हट ऊ परको घरहरू रहेछ क्या ल चियान घाट आइपुग्नु थाल्यो चार हिँडौँ यार लास्टै स्लो भयो नि त दायाहरू खाजा खानुमा पर्खिरहेको छ गाह्रो छ जुन ठाउँमा पुगे पनि लोकेसनै हेर्नु दौडिनु परेपछि त सकिएन त मेरो जिन्दगी अनि हट यस्तो छ क्या बवाल छ ल लेसको लगभग हामी चियान घाट आइपुग्नु थाल्यो भनेको पनि छैन पो रहेछ अझ यार कति हिँड्नु पर्यो हो हट माटोक्ने गाह्रो छ हो हट यस्तो छ उसुले केही देखेको छैन राम्रोसँग डेन्जर जङ्गलको बिचमा छ नि त यो दामी लाग्छ मलाई चाहिँ के को शिकार भने जङ्गली जनावरदेखि किचकन्दी भूत प्रेत आत्मा सबको शिकारमा आइसकेको छु फोर जित इन्टरटेनमेन्ट त्यही होला मसँग रणमती हट साइको है ठाउँ त हट सेतो देख्छ के उभिएको जस्तो पो देख्ने होइन ठिङ्गिरिङ्गै उभिदिएला र साइको होला माटोक्ने हट यहाँ पनि रुख ढलेको छ यो हो नि त पाराहरू भनेको त कसरी जाने त साइडबाट यहाँ रहेछ बाटो अनि चितुवा आयो भने त के गर्ने हो त साइको हुन्छ त रणमती सिङ्गल हान्ने हो नि अनि फाइनली मसान घाट आइपुगिसकेको छौँ यही हो बवाल छ ल हामी चाहिँ लोकेसन हेर्न आएको ल यही हो हेर्नु होला है त यस्तो छ लेट्स गो है त्यही होला मसँग रणमती हट साइको है ठाउँ त हट दामी सेतो देख्छ के उभिएको जस्तो पो देख्ने होइन ठिङ्गिरिङ्गै उभिदिएला र साइको होला माटोक्ने हट यहाँ पनि रुख ढलेको छ यो हो नि त पाराहरू भनेको त कसरी जाने त साइडबाट यहाँ रहेछ बाटो अनि चितुवा आयो भने त के गर्ने हो त साइको हुन्छ त रणमती सिङ्गल हान्ने हो नि अनि फाइनली मसान घाट आइपुगिसकेको छौँ यही हो बवाल छ ल हामी चाहिँ लोकेसन हेर्न आएको ल यही हो हेर्नु होला है त यस्तो छ लेट्स गो लाखुरी भन्ज्याङको जङ्गल र मसान घाट चाहिँ यस्तो छ दाइजी हेर्नु होला है वरिपरि जङ्गल छ हुस्सु लागेर केही देखाएको छैन क्या ल यो मसान घाट भयो यहाँ चाहिँ यस्तो छ होइन सबै जङ्गलको बिचमा छ क्या चितुवा आयो भने नि तनाव क्या यहीँ होला मान्छे जलाउनु चाहिँ यस्तो छ है माटोक्ने मान्छे नजलाएर होला यस्तो भइसकेछ सब
सबै होला लाखुरी भन्छेको चियान लेजको कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला आजको हन्टिङ यहीँ हुनेवाला छ माया छ है त यस्तो छ ल यो माथिको दारामा पनि है अनि मान्छेहरू पनि कहिलेकाहीँ चाहिँ रुन्छ अरे है अनि यहीँको दाइ हुनुहुन्छ हाम्रो यहाँ दाइसँग गएर चाहिँ हामी कुराहरू बुझ्नेछौँ है के कस्तो हुन्छ हेर्नु होला गाइज ल जम दाइ माथि एकलत भिडियो बनाएर टच त चाहियो नि त अनि टच चाहियो नि होइन आकाश दाइ अनि अहिले चाहिँ बबाल देखेँ क्या सिन है मा कसम रुने केटी पाए त आनन्द हुन्थ्यो होइन दाइ रुने केटी चाहिँ चाहियो मलाई भन्नुपर्छ क्या जे माथि दाइ रुनी भनेको दाइ त्यो रुने केटी चाहियो मलाई चाहियो होइन अब चाहिँ बे हुन्छ जस्तो छ फकाउनु जान्छु है दाइ दिदी म अब है ल जाउँ लेट्स गो यो ठाउँमा पनि गाई चाहिँ रुने चिचाउने गर्छ अरे अनि दाइसँग चाहिँ हामी केही कुरा गर्दै यो जङ्गलको बारीमा बुझ्दै हिँड्नेवाला पनि छ है होइन र दाइ ठ्याक्कै यो ठाउँको चाहिँ नाम के हो दाइ भन्नु त दाइ यो हाम्रो गाउँको चाहिँ यो खत्री डाँडा भन्छ कि खत्री डाँडा नाम चाहिँ गाउँको नाम चाहिँ जोस रुन्छ नि होइन दाइ राति 2-3 बजेतिर राति रुने गर्छ अरे कि रातितिर है उता मान्छे रहेछ यहीँ कुरा गरौँ ल दाइ भन्नु दाइ मान्छे देखिँदैन मान्छे चाहिँ देखाएको छैन रे हजुर हजुर राति 2 बजे 2:30 बजेर चाहिँ हुन्छ नि कुकुरले दुखेर चाहिँ आए भने जस्तो हुँ गर्छ नि त्यस्तो आवाजहरू आउने कहिले चिच्याउने रुने नै गर्छ अरे कि तपाईँहरूले चाहिँ सुन्नु भएको छैन अहिलेसम्म मैले चाहिँ सुनेको छ नि यहाँ बसेको गार्डले चाहिँ राति बसेको अस्ति नै यो बुलेट बाइकको चाहिँ हजुर हजुर त्यो के अरे त्यो गार्डले चाहिँ राति 2-2:30 बजेतिर अरे अनि रोयो अरे मान्छे देखिँदैन मान्छे हिँड्यो जस्तो नि गऱ्यो अरे मान्छे देखिँदैन यहाँ त भूत आउँदो रहेछ भन्दै थियो खोइ अब मैले पनि देखाएको छैन तपाईँले त्यसो लागेको होला हामीले यहाँ सधैँ बसिरहेकोहरूले गर्दाखेरि नतर्साएको हो जस्तो लाग्यो हुनुसक्छ दाइ जोस् यस्तो यस्तो आवाजहरू चाहिँ आउँछ यहाँ होइन आउँछ नि यहाँ पहिलातिर त पहिला त्यहाँ डाँडातिर मान्छे कति झुन्डेर मरेको भन्छ कति के भन्छ नि त त्यस्तो ठाउँ तर्साउँछ भन्छ नि त्यस्तो ठाउँमा त जो झुन्डेर चाहिँ मरेको छ यो ठाउँमा पनि किन नमर्नु मरेछ है मरेको छ त्यही भएर तर्साएको हुनसक्छ दाइ अब अकालमा मरेर आत्माहरू भत्किन्छ नि त त्यो कारणले पनि हुनसक्छ है ल जम है दाइ धन्यवाद धेरै धेरै ल जङ्गलहरू एकलट देखाइदियो भाइ यस्तो छ